ल साथीहरू हामी त आज खैतनको ब्रिजमा छ चट्ट लाएर हामी कहाँ जानेले गएर आएको जू घुम्न आएको ए धन्दा लोटेको आँटे म त यहाँको पुलमा त खर्कटी हुँदो रहेछ है कहाँ अगाडि जाने फेरि लाइभ होइन हौ लाइभ कहाँ लाइभ हुने त्यहाँ ल यस्तो छ यहाँ खैतन यता चाहिँ जू हो ए यहाँ यता चाहिँ सालघारी बन्छ यहाँ त वन कुखुरा मृग कालिजहरू हुन्छ राति यता शिकार खेल्न पनि आउँछ बेला बेलामा हामी चाहिँ साथीहरू यतातिर भनेको खैतन पऱ्यो के अरे है यतातिर खैतन छ अनि तपाईँहरू कोही यता कुवेतको जू है यो उमरियाको जू खैतनको जू भन्नु जू हामी यतापट्टि जू पर्छ है चिडियाखाना यतातिर पर्छ भने यतातिर चाहिँ फरौनिया पर्छ है फरौनिया पर्छ है तपाईँहरू हाउलीबाट माल्यबाट कोही यता जू घुम्न पनि लाग्छ भनेदेखि यहाँनिर जाँदा हुन्छ है जू चाहिँ यहाँनिर हो अहिले हामी त जू घुम्न आएको यहाँ चाहिँ खैतनको वन ठुलो वन जस्तै नेपालको धन हरियो वन भन्ने जस्तै के अरे कुवेतको धन हरियो वन यही हो ठुलो छ यहाँ वन अब यहाँ चाहिँ दाउरा मार्ने बेला भएको छ यस्तो छ चट्ट लाएरै हामी चाहिँ जूतिर जाँदैछु है यस्तै छ जिन्दगी कोही हिँड्न नसकेर पछि पछि आउँदैछ फ्याँ फ्याँ गरी आउँदैछ बिचराहरू अब त्यही त हो कुवेतको गर्मीले यता चाहिँ हाम्रो दिनेश भाइ चाहिँ आज हिरो बनेर आएको छ आज दिनेश भाइ लुक्स त्यस्तो छ है चट्ट लाएर यतातिर चाहिँ उमरिया है यतातिर उमरिया भयो अब यतातिर खैतन है ए उमरियामा पर्छ यो जू चाहिँ हामी जूतिर आइपुग्यो ए त्यहाँ त यस्तै छ अब तपाईँहरू जू हेर्न हजुरहरूमा चाहिँ जू देखाउन जाँदैछु यहाँ हाम्रो दुईजना भाइ गफ गर्दै हिँड्दैछ है हाम्रो योगेश भाइ र हाम्रो दिनेश भाइ आज हामी तिनजना चाहिँ त जूतिर घुम्न आएको है यो सबै जू एरिया हो चिडियाखाना भनौँ न हाम्रो नेपाली भाषामा चिडियाखाना है यहीँ हो कुवेतको चिडियाखाना ल साथीहरू अब हामी चिडियाखानाभित्र पस्छु अनि चिडियाखानाको जीव जन्तुहरू देखाउँछु के देखिन्छ सबै म भिडियोमा रेकर्ड देखाउने छु है त ल यही हो कुवेतको जू है अब बन्द रहेछ के हो उताबाट यहाँ है यो जूको मेन गेट त के भयो आज त ल साथीहरू सरी ल हामी यहाँ हजुरहरूलाई कुवेतको चिडियाखाना देखाउने भनेर आएको है चिडियाखाना त बन्द रहेछ कि चिडियाखानाको वरिपरिको दृश्यहरू हेर्नु होला यही हो हाइवे मेन रोड यही हो है फरौनिया खैतन यता एयरपोर्ट जान पनि हाइवे यही हो मेन रोड भनेपछि यसो गरी यहाँको दृश्यहरू देखाउनु पर्दाखेरि यतापट्टि खैतन पर्छ यतापट्टि चाहिँ चिडियाखाना के अरे यो सबै यो चाहिँ मेन रोड हो चिडियाखानाको मेन रोड पऱ्यो भने यतापट्टि सबै चिडियाखाना हो तर आज चाहिँ हजुरलाई देखाउनु पऱ्यो भनेको भ्याएन अब किन बन्द रहेछ है अब बन्द नभएपछि मेरो के लाग्यो होइन कसम त यतापट्टि भनेको खैतन पर्छ है यतापट्टि भनेको खैतन पर्छ अब यताबाट अब हामी फरौनीतिर जान्छु है फरौनी पर्छ है अब हेरौँ भाइहरू फेरि मलाई कुरेर बसेको छ बिचराहरू हाम्रो योगेश भाइ चाहिँ थाकित देखेछ बिचरा टेन्सन भएछ अरे कि फेरि उहाँले फेरि अहिले चाहिँ हामी चाहिँ हाउली पार्कमा आएको छौँ है हाउली पार्कमा जाँदा फ्राइडेको दिन शुक्रबारको दिन है सरी फरौनी पार्कमा चाहिँ फरौनी पार्कको पछाडि यस्तो छ है आज फ्राइडेको दिन भएको भएर धेरै मान्छेहरू यहाँ आएको छ भेला भएको छ यहाँ भनेको चाहिँ अब देश विदेशबाट जो कोही जहाँ सुकेको मान्छेहरू यहाँ भेट घाट आएको हुन्छ है अच्छा तिम्रो आइफोन त हुँदैन ए पुरा हरियाली छ है पार्क त धेरै राम्रो छ यस्तो छ
त्यतापट्टि चाहिँ हामी बसिरहेको छ है। अब त्यो पदेश्वर ठाउँमा अब यतापट्टि हामी चाहिँ खास के अरे उयो चिडियाखाना जू घुम्नु हुन गएको है, आएको खास गरी जू चाहिँ बन्द भएको भएर हामी चाहिँ यता बस्न पाएन, त्यही भएर अहिले पनि यता फर्मनेट पार्कतिर आएको। अब के गर्ने कता कता हुन्छ त्यता तानसिङै झोलेले जस्तै भयो। ल हामी चाहिँ अहिले फर्मनेटतिर घुम्न आएको है, फर्मनेट पार्कतिर आएको। हाम्रो दिनेश ब्रो म हाम्रो योगेश ब्रो यतापट्टि है। यहाँ चाहिँ भलिबल म्याच हुँदैछ, देश के होला छ है आज भने। ए भलिबल खेल्नु त पुरा कार्पेट पो ओछ्याउँछ त यहाँ त विदेश। ल हेर झकाझक चलेछ। यस फरौनी तर सबै ठिक छ, भलिबल खेल्छ उता यतापट्टि क्रिकेट खेल्छ होला, उतापट्टि क्रिकेटहरू खेल्छ होला। यस्तो छ फरौनीका। यो भित्र चाहिँ फरौनी पार्क हो। त्यो सिक्कित दादा चल्छ ल। ल साथीहरू अब साँझ पनि पर्यो है। अब हामी चाहिँ फरौनी पार्कदेखि अब सालमेतिर जाँदै फरौनी पार्कमा मान्छेको भिडभाड किसिममा छ है। ल हेर्नुहोस् साथीहरू ब्याक क्याम्प फरौनी पार्कमा मान्छेको भिडभाड छ है। यहाँ पुरै विभिन्न देशको मान्छेहरू यहाँ छ है। अब सबै हामी जस्तै परदेशीहरू हो। त्यसो ठाउँमा अब छुट्टीको दिन है, सबैजना साथीभाइ भेटघाट गर्ने भनेको यही हो। त्यसै पार्कतिर आउँछ छुट्टीको दिन, एक दिन हप्तामा एक दिन छुट्टी हुन्छ। त्यही छुट्टीको दिनमा साथीभाइ आफन्तहरू भेटघाट गर्ने भने त्यसरी नै हो। त्यस्तै छ परदेशीको जीवन, दुःख सुख जे जस्तो भए पनि है। पार्क चाहिँ त्यति ठुलो चाहिँ ठिकै छ। अब मान्छेको भिडभाड छ है, राम्रो छ। सानो भए पनि पार्क चाहिँ राम्रै छ। अब त्यही हो साथीहरू। अब हामी त सालमेतिर लाग्दै अब सालमेतिर जान्छौँ अनि यसो सानो सानो भिडियोहरू गर्नु पर्छ सालमेतिर पनि। हाम्रो भाइ दिएको छ है। ल साथीहरू त्यस्तै छ आजको फरौनी पार्क। हामी खास गरी चाहिँ चिडियाखाना जू घुम्न ल्याएको हो। जू चाहिँ अहिले बन्द भएको कारणले यता आएको हो। ल अब 10 सालमेतिर भित्र। ल आज बलिबार पार्क घुम्न आएको है। हामी चाहिँ पुरा खैतान जूतिर गएको मान्छेहरू कहाँ कहाँ आइपुग्यो। यहाँ चाहिँ यस्तो रमाइलो भएको छ। यहाँ खाना सबै फ्री रहेछ, के सबैले देखाउँदैछ त। ल बलिबार पार्कमा चाहिँ के बुझ्छ यहाँ चाहिँ बुझ्न सकेन कि। ल हेर पुरा खानाको
ल हेर ल बुलिबर्ड पार्क हामी चाहिँ गुफाभित्र पस्यो है पुरा गुफाभित्र दाजुभाइ भिडियो गर्दै हाम्रो भाइले पनि भिडियो गरेछ सिधै नगरे फेरि बुलिबर्ड पार्कमा सानो भए पनि गुफा छ है गुफाभित्र पसेको छ हामी राम्रो छ त्यो ठाउँ सबैजना घुम्न आउनुहुन्छ है अब हामी बुलिबर्ड पार्क छ है साथीहरू यस्तो छ बुलिबर्ड पार्कबाट सानो एउटा बाहिर निस्किने ल है सानो छ ठाउँ यतापट्टि ल फन फेस्ट त्यहाँ कार्यक्रम राखेको छ है पुरा छ ठाउँहरू राम्रो छ झिलिमिली हरियाली है ठाउँहरू धेरै राम्रो छ मनमोहित छ ठाउँ चाहिँ होस् लगाएर हेर्नु होला भिडियोलाई मेरो भिडियोलाई माया गरिदिनु स्किप नगरिकन हेर्नु होला ल आज घुम्नु कस्तो लाग्यो ए धेरै राम्रो कहाँ कहाँ पुग्यो कहाँ कहाँ घुम्यो आज ल भन्नु त याद छ कि छैन फरवानी पार्क अनि खैतान जू गएको खैतान जू चाहिँ अब के अरे बन्द रहेछ दाजु अनि आज के खायो गरे आज दाइहरूको रुममा गएर ढेँडो र मासु लोकल कुखुराको मासु लोकल कुखुराको मासु दियो है त्यही हो यस आज मिठो खायो अर्ग्यानिक खाना खायो अर्ग्यानिक खायो ल यस्तो चाहिँ यहाँ ताल छ ठाउँ राम्ररी छ ठाउँ दियोस् ल हेर्नुहोस् यो चाहिँ सालमियाको बुलिबर्ड पार्क हो है ऊ त्यतापट्टि भनेको पुरा सुल्तान हो सुल्तान छ त्योभन्दा उता पारिपट्टि चाहिँ सिटी सेन्टर छ है सालमिया सिटी सेन्टर ल यस्तो छ यहाँको एरियाहरू हेर्नु होला साथीहरू मेरो भिडियो चाहिँ माया गरिदिनु होला स्किप नगरिकन हेरिदिनु होला है मेरो भिडियो खासै लामो पनि हुँदैन ल गाई त्यो चाहिँ कुवेत सालमिया बुलिबर्ड पार्क हो है म चाहिँ यो पार्कको डाँडाबाट यो सालमियातिरको भ्यूहरू खिच्दैछु है चार चौरस गर्दै यहाँनिर सेतो फुल फुलेको छ है फुलको त राम्रो फुल फुलेको छ अब यता यस्तो छ है यता चाहिँ हाम्रो भाइ के गर्दैछ भाइले टिकटक भिडियो के बनाउँदैछ है हेर्नुहोस् आज चाहिँ यहाँ भाइ र म चाहिँ यता घुम्न आएको खास हामी चाहिँ खैतानको के अरे जू हेर्नु गएको है जू चाहिँ खुल्दैन खुल्दैछ बन्द रहेछ त्यही भएर हामी खैतानबाट फरौनिया गयो फरौनियाबाट एकदम सालमिया त्यहाँ भाइको कोठामा ढेँडो पकाएर खायो अनि अहिले फेरि त बुलिबर्ड फेरि आएको अब यहाँबाट हामी सिसातिर जान्छु होइन त भाइ ल